यहाँ हेर्नुहोस् हिजोअस्ति हामीले अस्तिको हप्ता नै सफा गरे जस्तो लाग्यो फेरि पनि यस्तो खालके तपाईँले देख्नुहुँदैछ है यस्तो खालके उयोहरू गर्छ पब्लिककै काम जस्तो लाग्यो यो हस्पिटलको स्टाफले त गर्दैन हो हिजोअस्ति हामीले सफा गरेको यहाँ हेर्नुहोस् यस्तो खालके छ हाम्रो पब्लिकहरू चाहिँ स्मोक गऱ्यो सबै यहाँनिर हालेको छ है देख्नुहुँदैछ तपाईँले उयो हेर्नुहोस् न के छ रक्सी खाएर उयो खाएर सबै त्यो हालेको छ यहाँ हाम्रो मेम्बर्सहरू बिसाउनु भएको छ अहिले थाकेर र पालो गर्नुहुँदैछ यहाँ हाम्रो भाइस प्रेसिडेन्ट सरले फेरि अफिस सेक्रेटरी सरलाई पालो दिनुभयो र सर केही भनिदिनुहोस् न आजको प्रोग्रामको बारे आजको प्रोग्राम चाहिँ हाम्रो एकजना यहाँ एकदम बिमारी पनि हुनुहुँदो रहेछ है एकदम निडी पर्सन हुनुहुँदो रहेछ त्यसले गर्दा हामी आफ्नो तर्फबाट जति सक्दो चाहिँ उहाँलाई अलिकति केही अलिअलि सामानहरू लिएर आएको छौँ है यस्तो गरममा र आउँदो उयसमा पनि हाम्रो यङ जेनेरेसन भाइ बहिनीहरूले पनि यसरी नै दुःख गरिदिनुहोस् भन्ने मेरो एउटा अनुरोध छ र टसी बहिनीले पनि एक दुई कुरा राखिदिनुहोस् आजको प्रोग्रामबारे के भन्नु र हामी आएको छौँ आज यहाँनिर शेरवानी भन्ने जग्गामा र हामीले जति सक्छ अब त्यति नै हेल्प गर्छौँ उहाँलाई यति नै होला थ्याङ्क यू हाम्रो प्रेसिडेन्ट म्याडम हुनुहुन्छ उहाँले पनि एक दुई कुरा राखिदिनुहोस् यो माइक पक्रिदिनुहोस् म इन्दु सुवेदी इन्सपायर इम्युनिटी फाउन्डेसनबाट र हामी अहिले सिङताम शेरवानी गोलाईमा आएका छौँ र यहाँनिर एकजना देवकुमार दाजु हुनुहुन्छ मैले जानेको दाजु र उहाँको वाइफ चाहिँ 6 वर्षदेखि अगाडि नै बिमारी हुनुहुँदो रहेछ यो सोसियल मिडियामा पनि धेरै जग्गा गइसकेको छ है सिङताम खामदोङ ग्रुपमा पनि अस्ति हाल्नु भएको थियो र हामी पनि आएका थियौँ र त्यसले गर्दाखेरि चाहिँ हामी एउटा बेसहारालाई सहारा दिनु नै भगवान् खुसी पार्नु भनेको एउटा स्वामी साई बाबाले भन्नुहुन्थ्यो है त्यही उद्देश्यलाई लिएर गएर चाहिँ होइन हामी शेरवानी पुगिसकेको छौँ उहाँको घरमा र हामी धेर थोर यथाशक्ति जति छ त्यति हामी हेल्प गर्दै जानेछौँ है र गर्दैछौँ अलिअलि अब कति सक्छौँ है तपाईँहरूले पनि सपोर्ट गरिदिनुहोस् तपाईँहरूले दया गरेर सबैजनाले सपोर्ट गरिदिनुहोस् किनभने बिमारीलाई आर्थिक अवस्था एकदमै कमजोरी छ उहाँको हस्बेन्ड देवकुमार दाजु हुनुहुन्छ उहाँ है उहाँ एउटा एनएसपिसीमा एउटा जब गर्नुहुन्छ उहाँ है र त्यसले गर्दाखेरि चाहिँ उहाँलाई आर्थिक एकदमै कमजोरी भएकोले गर्दाखेरि हामी सबैजना मिलेर जुलेर सबैजनाले सिक्किमभरिका पब्लिक मात्रै नभएर है बाहिर यस्तो सहयोगीहरू कोही हुनुहुन्छ भने तपाईँले सपोर्ट गरिदिनुहोस् म त्यही भन्न चाहन्छु धन्यवाद र यो भिडियो अहिले हामी यतिमै राख्न चाहन्छु